नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो स्वास्थ्य च्यानलमा। तपाईको शरीरले रोग सुरु हुनभन्दा अगाडि नै धेरै संकेत दिन थालिसकेको हुन्छ। धेरै मानिसहरूले ती संकेतहरूलाई सामान्य भनेर व्यवस्था गर्नुहुन्छ। यही सानो गल्ती पछि ठूलो खतरनाक रोगको कारण बन्न सक्छ। आजको हाम्रो पहिलो नम्बरमा रहेको छ, यदि शरीरमा लगातार थकान महसुस हुन्छ, सानो काम गर्दा पनि ऊर्जा कम हुन्छ, यो शरीरभित्र कुनै समस्या बढिरहेको संकेत हुन सक्दछ। दोस्रो नम्बरमा रहेको छ, अचानक धेरै तौल घट्नु वा बढ्नु पनि सामान्य कुरा होइन। यसले सुगर, थाइरोइड वा अन्य गम्भीर रोगको संकेत दिन सक्दछ। तेस्रो नम्बरमा रहेको छ, बारम्बार टाउको दुख्ने, चक्कर आउने वा आँखा धमिलो देखिने समस्या पनि हाई ब्लड प्रेसर वा ब्रेन सम्बन्धी समस्याको सुरुवाती लक्षण हुन सक्दछ। हाम्रो चौथो नम्बरमा रहेको छ, यदि धेरै प्यास लाग्ने, बारम्बार पिसाब लाग्ने वा धेरै भोक लाग्ने भइसकेको छ भने यो हाई सुगरको सुरुवाती लक्षण हुन सक्दछ। आजको हाम्रो पाँचौं नम्बरमा रहेको छ, छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा मुटु धेरै छिटो धड्किने समस्या कहिल्यै व्यवस्था नगर्नुहोला। यो हार्ट डिजिजको संकेत हुन सक्दछ। आजको हाम्रो अन्तिम उपायमा रहेको छ, पेट फुल्ने, खाना पच्न गाह्रो हुने वा लगातार कब्जियत हुने समस्या पनि शरीरभित्र रोग बढिरहेको संकेत हुन सक्दछ। यदि शरीरमा यस्ता लक्षणहरू लगातार देखिन्छन् भने तुरुन्त डाक्टरसँग सल्लाह लिनुहोला। समयमा ध्यान दिए धेरै खतरनाक रोगहरूबाट बच्न सकिन्छ। यो भिडियो स्वास्थ्य सम्बन्धी सामान्य जानकारीका लागि मात्र बनाइएको हो। कुनै पनि स्वास्थ्य समस्या भए वा यस्तै कुनै अरू रोगहरूको बारेमा हजुरले जान्न परेमा विशेषज्ञ डाक्टरहरूसँग सल्लाह लिनुहोस्। स्वास्थ्य सम्बन्धी यस्तै जानकारीका लागि हाम्रो स्वास्थ्य च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।